हाम्रो 8 दिनको यात्रा आजबाट सुरु भयो। आज 4 गतेबाट यो महालक्ष्मी टुर एन्ड ट्राभलबाट जसअनुसार अहिले बिहानको चिया नास्ताको कार्यक्रम हुँदैछ। साथीहरू चिया बनाउनुको लागि रेडी हुनुभएको छ। हामी 18-19 दिन छौँ। यो अहिले हामी ठ्याक्कै बतासेमा पुगेका छौँ। 84 वर्षको उमेरमा हाम्रो बुवा जलेश्वर मन्दिरमा घुमघाम गर्दै हुनुहुन्छ। सबैजना चिया नास्ता खाँदै हुनुहुन्छ। अब हाम्रो बा हाम्रो माताहरू सबैजना हुनुहुन्छ। ल पुलमा बसेर खाँदैछौँ हामी चिया। यहाँ हाम्रो के अरे नाम पो मैले बिर्सेँ। अर्जुन बाजे लगायतका हाम्रा जय गुरुजीहरू सबै हुनुहुन्छ। चिया नास्ता चल रहा है। अब यो लक्ष्मण झुलझुला पुलमा चाहिँ बसेर चिया खाँदै हामी लक्ष्मण झुला रे लक्ष्मण झुलाको बोर्ड चाहिँ यहाँ छ। यही हो ल। भोलि बिहानै हामी गया अवस्थित फागु नदी स्नान गरी दुध प्रज्वलनपछि हामी बन्छौँ बनारसतर्फ। सबै बुद्ध भगवानको मूर्तिहरू राखिएको छ सबै वरिपरि। हजुर हामी काठमाडौँबाट मान्डुबाट आएको। ए उताबाट आउनुभएको भयो हुन्थ्यो यस्तो घुमाएर यहाँबाट यसो जानु। हामी गुम्बामा हामी दर्शन गरेर अहिले निस्क्यौँ। यहाँसँगै चुम्दानले सँगै गुरुजी सँगै अध्ययनको लागि यहाँ विभिन्न स्थानबाट आएको विद्यार्थीहरूको बाहर लगा के आएंगे अंदर की वहीं देख्न सकिन्छ। सबै स्टुडेन्टहरू छ, विद्यार्थी भाइ बहिनीहरू। यो भित्र म्युजियम रहेछ। म्युजियम हेर्न हामी चाहिँ आज अलिकति ढिलो भएर हामीले हेर्न पाएन। यहाँ टिकट सिस्टम रहेछ। चाहिए 2 घंटे कम है 2 घंटा समय पड़े है। काशीको 84 घाट
भगवान् बुद्धले ज्ञान बाँडेको ठाउँमा यो पुरानो प्रकारको इँटा छ। यहाँ जस्तो लुम्बिनीमा छ त्यस्तै यहाँतिर पनि यहाँ पनि त्यस्तै खालको इँटाहरूले यो अशोक स्तम्भ भनेर चिनिँदो रहेछ। यो अशोक राजाले चाहिँ यहाँ चाहिँ अब ज्ञान बाँडेको त अल्पल्लोपट्टि यो चाहिँ अशोक स्तम्भहरू पाइन्छ। यहाँ अशोकले चाहिँ निर्माण गरेको बुद्धको जुन बुद्ध धर्मको प्रचार प्रसारको लागि अशोक राजाले निर्माण गरेको चिज यहाँ पछाडि उत्खनन गरेर यसरी अहिले म्युजियमको रूपमा भारत सरकारले चाहिँ यो उत्खनन गरेर अहिले म्युजियमको रूपमै यो टिकट सिस्टम गरेर हेरिरहेको छ। अहिले एकदमै अन्य ठाउँभन्दा यहाँ धेरै सफा सुखद सुन्दर पनि पाएको छ। यो गौतम बुद्धले होइन सर, यो चाहिँ यो अशोक राजाले हो कि पछाडि अशोक राजा। मैले टोपी तपाईँलाई दिएँ है यो देखेर पो सक्छु हाम्रो अन्तरगिरीका दाइहरू सबैभन्दा अगाडि रमाइलो छ बेला बेला हान्ने रहेछु घुमिने रहेछु बोटिङ गरिरहेछु। यहाँ चाहिँ हाम्रो रिकेश भाइ हामी जाँदैछौँ अहिले बनारस भागीरथी गङ्गाको यो ढुङ्गामा चढेर चाहिँ घुमघाम हुने कार्यक्रम है यो चलिरहेछ नि होइन र आइरहेछ। घरभन्दा ठुलो ठुलो आउँदै रहेछ। यो त पानी जहाजै हो नि, 5 स्टार होटल छ नि, पानी जहाजै हो। पानी जहाजै हो यो। हाँ 5 स्टार होटल है ना ये। ए बोली सब आदमी यहाँ चला रहा है हमारा आदमी। कति हो कति यार मान्छे मिनटको मिनटमा आउँदो रहेछ होइन यहाँ। नेपाल में आपको दूसरे जगह नहीं, एक ही जगह चलता है। नहीं यहाँ भी राजा हरिश्चंद्र घाट है, वहाँ भी ये वहाँ भी चलता है। यहाँ 5 जगह चलता है मगर मान्यता दो है। हाँ मणिकंका घाट पहला, दूसरा राजा हरिश्चंद्र घाट। ये देखिए काशी विश्वनाथ मंदिर है, अच्छा ये काशी विश्वनाथ मंदिर गंगा द्वार। गंगा द्वार। ये देखो पशुपतिनाथ का मंदिर है ऊपर में। वो हाँ, नेपाल हाँ। के राजा का बनवाया हुआ है। अच्छा अच्छा हाँ हाँ पशुपति, हाँ पशुपति जगह है। मान्छे छैन त्यो को चढ्नु है। यो चाहिँ पानी जहाज भनेर
श्री गुरवे नमः। गजाननं भूतगणाधिसेवितं कपीशजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम्। आपदामपहर्तारम् दातारं सर्वसम्पदाम् लोकाभिरामं श्रीरामं भूयो भूयो नमाम्यहम्। गंगातरं गौरी निरन्तर दीपदेव नमस्तुभ्यम् आरोग्यं सुखदायकम् शत्रुबुद्धिविनाशाय दीपदेवो भाइ आरती देऊ येतं ते
ओ आओ 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 ल बा दिनुहोस् त दिनु 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 आओ आओ बुद्धनगर कुशीनगर यो बुद्धको चाहिँ अन्तिम प्राण त्यागेको ठाउँमा हामी आज भारत भ्रमणको क्रममा आज 7औं दिनमा यहाँ कुशीनगर आइपुगेको छ। यहाँ सबैजना हाम्रो सबैजना साथीहरू सबैजना เป็นลูกศิษย์ขององค์สมเด็จพระสัมมาสัมพุทธเจ้ามีความรักเคารพในพระพุทธเจ้าแต่องค์สมเด็จพระสัมมาสัมพุทธเจ้าของเราสรรเสริญขันติคือความอดทนฉะนั้นแล้วทำไมท่านทั้งหลายจึงใช้พละกำลังที่จะแย่งชิงกันซึ่งพระบรมสารีริกธาตุให้เสียเลือดเสียเนื้อเป็นสิ่งที่ไม่ควรนั้นเจ้าหัวมุมเมืองทั้ง8หัวมุมเมืองก็เลยตกลงกันว่านั้นโทนพามเป็นคนแบ่งพระบรมสารีริกธาตุนั้นจึงเป็นที่มาการนำเอาพระบรมสารีริกธาตุของพระพุทธเจ้าไปประดิษฐานทั้ง8หัวมุมเมืองเพื่อยังประโยชน์ให้เกิดขึ้นนั้นเป็นเรื่องราว होइन यो पवित्र भूमि हो नि त यो ठाउँलाई पनि हामीले भ्रमण गर्नुपर्ने ठाउँ तपाईँ यहाँ आउनु भएको छैन तपाईँको नयाँ भ्रमण कहाँ कहाँ भयो भन्दाखेरि कुशीनगरको यो भयो अयोध्या भयो अब गोरखपुर तपाईँ अस्ति नै गएर आएको ठाउँै भेटिजान्छ त्यही त भन्छ नि त्यसलाई चित्तै नै तर हिजो प्रयागराज आउँदाखेरि हामी लुम्बिनी भगवान् बुद्धको जन्मस्थल आइपुगेका छौँ। आज बिहानै आज बिहानबाट हामी यो लुम्बिनी दर्शन पश्चात मेरो बाउको 84 पुगेको अवसरमा हामी चाहिँ यो बुद्ध धर्म अन्तर्गत 4 धाम भनेर चिनिने बुद्ध जन्मिएको लुम्बिनी 1 धाम, बुद्धले ज्ञान प्राप्त गरेको बुद्ध गया 2 धाम, त्यसै गरेर यहाँ 3 धाम कुशीनगर उहाँले आफ्नो जीवनलाई अन्तिम अवस्थामा चाहिँ त्यहाँ समाधि भएको स्थान
उहाँले संसार छोड्नुभएको स्थान कुशीनगर, त्यसै गरी ज्ञान बाँडेको सारनाथ, ज्ञान प्राप्त गरेर ज्ञान यो गरेर जम्मै यो लुम्बिनी सहित जम्मा 4 धाममा हामी यो 4 धाम घुमेर पुरो भयो। आजबाट अब हामी काठमाडौँ प्रस्थान हुँदैछ। हामी आज लुम्बिनी आइपुगेछौँ। आज हाम्रो 8 दिनको लामो अन्तराल पछाडि भारतको विभिन्न ठाउँमा घुम्दै यहाँ आज लुम्बिनी यो गौतम बुद्धको चाहिँ जन्मेको स्थल लुम्बिनीमा आज बाउको बुवा र म सहित यहाँ आइपुगेछौँ। आज अब यो लुम्बिनीको भ्रमण पश्चात हामी काठमाडौँतिर प्रस्थान गर्दैछौँ। Bye.